ठुला जहाजहरूले लिएर आउँछन् र बन्दरगाहमा हामी साना जहाजबाटै लोड गर्छौँ र हनुमान नगर ल्याएर हनुमान नगरको पोर्टमा हामी त्यसलाई अपलोड गर्छौँ। यहाँबाट अनलोड गरेपछि एकैचोटि ठुला जहाजमा पुर्याउँछौँ साना जहाजबाट र तिनलाई ठुला जहाजमा अपलोड गरेर जुनसुकै डेस्टिनेसनमा गन्तव्यमा पुर्याउन सक्छौँ। यो सम्भावना त यहीँ छ। सुनकोशी मरिन डाइभर्सनको सम्भावना यहीँ थियो, छ, त्यो पुरा हुन्छ छिटै। सुनकोशी कमला डाइभर्सन गर्न सकिन्छ, त्यो सम्भावना यहाँ छ, त्यसलाई त्यसै गरी गर्नुपर्छ। कोशीको अलिकति मास्तिरबाट कोशीकै उदयपुरको छेउछाउबाट हामीले ल्यायौँ भने पनि त्यो पनि सम्भावना छ। चत्राभन्दा अलिकति मुनिबाट मात्रै ल्यायौँ भने पनि ठुलो सम्भावना छ। त्यसो भए यस्ता थुप्रै सम्भावना छन्। अथवा एउटा पहाड खोल्दाखेरि फेरि आइपुग्छ कमलामा, सुनकोशीबाटै कमलामा ल्याउन सकिन्छ। यस्ता सम्भावनाहरू छन्। मलका लागि अहिलेसम्म हामीले रासायनिक मलमा अनुदान दिने गरेका छौँ। अब कम्पोस्ट मल, प्राङ्गारिक मल कसैले तयार गर्छ या बायो फर्टिलाइजर तयार गर्ने फ्याक्ट्री खोल्छ, केही गर्छ, किसानहरूलाई त्यसमा किसानले आफै गर्छन् भने फर्टिलाइजरमा दिएको अनुदान फर्टिलाइजरबाट यसमा सार्न सकिन्छ। फर्टिलाइजरमा मात्रै अनुदान होइन, अहिले फर्टिलाइजरमा 80% अनुदान छ। त्यस अनुदानलाई 50% ल्याएर त्यो 50% भन्दा माथिको 80% को 30% अनुदान यता रासायनिकबाट प्राङ्गारिक मलतिर सार्न सकिन्छ। अनेक प्रकारका मलहरू तयार गर्न सकिन्छ, त्यसतिर सार्न सकिन्छ र मल खाद कारखाना ठुलो मात्रामा मझौला खालका र ससाना खालका मल खाद कारखानाहरू स्थापना गर्न सकिन्छ। त्यसले फोहोरहरूबाट विद्युत पनि उत्पादन हुने, घाँसपातहरू समेत विद्युत पनि उत्पादन हुने, घर घरमा ग्यास पनि पुर्याउन सकिने खालका कुराहरू पनि हुन्छ। यो सहज कुरा हो, तर यतापट्टि हामीले अलिकति ध्यान पुर्याउन नसकेर हो। मामुली केही करोड रुपियाँमा यी कामहरू हुन सक्छन्। 25-30 करोड रुपियाँमा यो मल पनि हुने, ग्यास पनि हुने, त्यो काम हुन सक्छ। त्यसो भएर यस्ता कुराहरूप्रति, नयाँ कुराहरूप्रति, जहाँ खानेकुरा पनि पेट भर्नका लागि मात्रै नहोस् र स्वास्थ्यका लागि होस्, स्वस्थ अर्ग्यानिक खानेकुरा खान पाइयोस्। यस प्रकारका अनेक युक्तिहरू, नयाँ तरिकाहरू, नयाँ प्रविधिको यसमा प्रयोग गरेर उत्पादकत्व बढाउँ, सामाजिक सुधार गरौँ। अहिले पनि यस प्रदेशमा सबभन्दा बढी बोक्सी भनेर सुनिन्छ। बोक्सी हुन्थ्यो भने लडाइँ किन गर्थे होला भनेको। यत्रो हतियार खर्च गरेर लडाइँ गर्नुभन्दा त एउटा बोक्सी लगाइदिए भयो नि त। मलाई यत्रो दुनियाँले गाली गरेको छ, सराप्या छ, यो मध्य प्रदेशमा कोही बोक्सी छ भने कसैले मलाई लगाइदियोस् न। बोक्सी लगाइदिए भयो, यत्रो गाली गरेर किन हिँड्नु परेको छ र बोक्सी लगाइदिए भयो। यो नहुने नचाहिने कुरा, अन्धविश्वासको पनि हद हो। जसले कको अक्षर पढेको छैन ऊ यस्तो विद्वान, यस्तो जान्ने छ कि मान्छेलाई बाण हानिदिन्छ घरैमा बसेर, न धनु न काँड, हावामै बाण हानिदिन्छ। यस्तो पनि हुन्छ काहीँ? आजको जमानामा यस्ता कुरा पनि पत्याएर हिँड्ने। त्यसकारण हामी जनप्रतिनिधिहरूले जनस्तरमा पनि यस्ता अविश्वास, अन्धविश्वास, यस्ता असम्भव र नहुने कुराहरूलाई अस्वीकार गरेर जनचेतना जगाउँ। अहिले पनि बालविवाहको महामारी छ, यसलाई जनचेतनाबाटै रोकौँ। कानुनको खास कमी छैन। सामाजिक अपराध, महिलाहरूमाथि हुने हिंसा,
जस्ता कुराहरूलाई कानुनको दायरामा ल्याउनै पर्छ, ल्याउँ र कडा सजायको व्यवस्था गरौँ, आफै त्यो कुराहरू चाहिँ नै नियन्त्रणमा आउँछ। तर हामी त्यस कुरामा पर्याप्त अड्न सकिराखेका छैनौँ। यस्तो कुराहरूलाई भोटसँग साट्यौँ भने समाज सधैँ पछाडि रहन्छ। अन्धविश्वास सहेर भोट बढाउने होइन, अन्धविश्वास हटाएर भोट बढाउने हो। विकासमा कम्प्रोमाइज गरेर भोट बढ्ने होइन, विकासलाई अगाडि बढाएर भोट बढ्ने हो। दहेज अझै पनि छ। विवाहको मण्डपबाट केटो उठेर हिँड्या, सुन्दा अचम्म लाग्ने कुरा छ। मोटरसाइकल पाइन भनेर मान्छे छोडेर हिँड्छ। ल हेर्नुहोस् त, कस्तो अचम्मको कुरा हो। जोसँग बिहे गर्छु भनेर मण्डपमा बसेको छ, मोटरसाइकल पाइन भनेर मण्डप छोडेर साथी छोडेर हिँड्छ। कस्तो दुःखद कुरा हो। यस्ता वास्तवमा के भने यी कुचलनहरू, यस्ता कुराहरूलाई हटाउँ, सामाजिक सुधार गरौँ। अर्को, पछाडि परेको समुदाय। पछाडि परेको समुदायलाई अगाडि बढाउँ, आफूले सकेको गरौँ। मैले पनि यहीँ सिरामा एउटा डोम बाबुलाई, एउटा खद्वे छोरीलाई शैक्षिक अभिभावकत्व दिएको छु र उनीहरूको पढाइ खर्च, उनीहरूको बोर्डिङ खर्च आदि कुराहरू बियर गरेको छु, मैले दिएको छु। त्यसबेला हामी थुप्रैले अभिभावकत्व लिएका थियौँ, तर कतिले निर्वाह गऱ्यौँ, कतिले गरेनौँ। त्यो अभिभावकत्व हामीले लिएपछि त्यो अभिभावकत्व लिएको कुरालाई निरन्तरता दिनुपर्दछ, त्यसलाई गलत साबित हुन दिनु हुँदैन। नत्र भने के हुन्छ, मन्त्रीले बोल्यो, गलत बोलेछ, केही पनि गरेन। त्यति बेर भन्यो अभिभावकत्व लिन्छु भन्यो, तर लिएन। यस्तो खालको कुरा आउँछ। त्यस कारण त्यस्तो नहोस् भन्नका लागि र म यस क्षेत्रमा आएर, यस प्रदेशमा आएर किन त्यसो गरेँ भन्दाखेरि, अब त्यो डोमको छोरा, त्यो बाबुलाई मैले आफ्नो छोरा मान्दछु शैक्षिक अभिभावकत्व हिसाबले। त्यो खद्वेको छोरीलाई मैले आफ्नो छोरी मान्दछु, किन मैले पढाइरहेको छु र कमसेकम म 12 कक्षासम्म उनीहरूलाई बोर्डस गरेरै पढाउँछु। बिस्तारै उनीहरूको पढाइ तेज छ, राम्रो हुँदै गएको छ। मेरो इच्छा उनीहरूलाई अलिक माथिल्लै तहमा पुर्याउने र उनीहरूको आमा बाबुले नदेखेका सपना देख्न सिकाउने। उनीहरूले आफ्ना छोराछोरी डाक्टर इन्जिनियर होलान् कुनै समय भन्ने देखेका छैनन्। त्यो सपनासम्म उनीहरू पुगेका छैनन्। ती सपना छेकिदिने थुप्रै तथ्यहरू छन्, त्यहाँ कुराहरू छन्, पर्खालहरू छन्। ती सपना देख्नबाटै उनीहरूलाई रोक्ने, ती पर्खालहरू हटाउने मेरो विचार छ र उनीहरूका बाबुआमाले पनि भविष्यका सुन्दर सपनाहरू देख्न सकुन्। र एउटा एक दुईटा घटनाले यस्तो दृष्टान्त बनुन् कि यसो गर्दाखेरि यस्तो हुने रहेछ है, छोराछोरी पढायो भने यस्तो हुने रहेछ भन्ने दृष्टान्त बनुन् भन्ने मेरो धारणा हो। हामी सबैले यस्ता प्रयासहरूलाई लानुपर्छ र मलाई लाग्छ जुन कुरा जहाँ पकाइएको छ भोजमा पनि के आइटम पकाइएको छ भन्ने त्यहाँ लेखिदिने, जातको कुरा नगर्ने। कहीँ सुँगुरको मासु पकाइएको छ भने यहाँ सुँगुरको मासु लेखिदिने, खसीको मासु छ भने, माछा छ भने, कुखुराको मासु छ भने त्यो लेखिदिने। जसलाई त्यो मनपर्छ त्यतापट्टि खान्छ, जसलाई जे मनपर्छ त्यो त्यतापट्टि खान्छ। जातको कुरा नगरौँ, मान्छेको उँचनिचको कुरा नगरौँ। मान्छे उँचनिच हुँदैन। कुनै जात ठुलो, यी हाम्रा गाउँमा मात्रै जात ठुलो र सानो हुने, संसारमा कहीँ नहुने। हाम्रै गाउँमा मात्रै ठुलो जात र सानो जात,
छुत र अछुत हाम्रै गाउँमा मात्रै हुने? के भएको हाम्रो गाउँ? अन्त पुग्ने बित्तिकै फेरि त्यो नहुने। अनि हाम्रै गाउँमा चाहिँ के हुने त्यस्तो? यस्तो कुराहरूलाई हामीले सामाजिक सुधारको रूपमा लानुपर्छ। व्यावसायिक तालिम, म मुख्यमन्त्रीज्यूलाई भन्न चाहन्छु, व्यावसायिक तालिम दिउँ किसानहरूलाई। अब त्यो उमेर गइसकेका 50 वर्षका किसानलाई लगेर प्राविमा पढाउन त सक्दैनौँ हामी। तर उनले गर्ने खेतीको बारेमा, उनले लगाउने गहुँको बारेमा, उनले लगाउने धानको बारेमा, उनले पाल्ने माछाको बारेमा, उनले पाल्ने गाईको बारेमा कसरी भन्ने कुरा हामी बताउन सक्छौँ, तालिम दिन सक्छौँ, व्यावसायिक तालिम दिन सक्छौँ। र एक दिनको गोष्ठी गरेर केही पनि फाइदा छैन। एक ठाउँमा बोलायो, एक दिनको गोष्ठी गरो, पठायो, केही पनि अर्थ छैन। तिनीहरूलाई उनीहरूले सिक्ने गरी केही समय तालिम दिउँ। त्यस तालिमबाट उनीहरू दक्ष भएर आफ्नो व्यवसायलाई परिष्कृत ढङ्गले, परिमार्जित ढङ्गले, अझ उत्पादकत्व वृद्धि हुने ढङ्गले उनीहरूले सिक्छन्। अस्ति मैले एउटा अखबारमा हेरेँ, एउटा गाउँपालिकाले, पहाडको एउटा गाउँपालिकाले 121 जना गुरु किसान भनेर उसले तोकेछ। जो एडभान्स छन् किसानहरू, गुरु किसान भनेर तोकेछ। र उनीहरूको काम आफ्नो कृषि गर्नेसँगै अरूलाई सिकाउने पनि हो। उनीहरूले ट्रेनिङ दिन्छन्, उनीहरू गाउँ गाउँ घुम्छन्, जसले जानेन त्यसलाई बताउँछन्, बोलाएर तालिम दिन्छन्। उनीहरू गुरु किसान हुन्। त्यहाँ धेरै ठुलो कुरा गरेका छैनन्, तर आम्दानी राम्रो गरिरहेका छन्। बेसरी मौरी पालेका छन्, घर घरमा मौरी पालेका छन्, मह निकालेको निकालिरहेछन्। उनीहरूले आधुनिक ढङ्गले राम्रो कारखाना, डाबरले जसरी मह प्याकिङ गर्छ त्यस्तै बट्टाहरूमा उनीहरूले राम्रै प्याकिङ गरेका छन्। रोङ मह लेखेका छन्, त्यो गाउँपालिकाको नाम रोङ हो। रोङ मह लेखेका छन्। उनीहरूले सागबाट गुन्द्रुक बनाउँछन्, धेरै साग उमार्छन्, सागबाट गुन्द्रुक बनाउँछन्, त्यसलाई राम्रै सफा गरेर गुन्द्रुक बनाउँछन्। रोङ गुन्द्रुक भनेर ब्रान्डेड भएको छ त्यो। अहिले विश्वभरि रोङ गुन्द्रुक जान्छ। गुन्द्रुकैबाट फाइदा हुँदो रहेछ। यसो गर, त्यसलाई कसरी बढी आम्दानी हुने बालीमा परिणत गर्ने, त्यही बालीबाट बढी आम्दानी कसरी लिने, यही चिज अहिले खेतीपातीमा सिन्धुलीका किसानहरू, रामेछापका किसानहरू सुन्तला र जुनार खेतीबाट बेसै लाभ लिइरहेछ। र त्यहाँ सरकारले उनीहरूलाई सहयोग पनि गरेको छ। त्यसकारण त्यसलाई सामूहिकतामा लाने र उसको जमिन कति हो, कति बोट छ, कति फल्यो, त्यसको आधारमा उसलाई सहयोग पुर्याउन सकिन्छ। तर उसले पनि सहकार्यमा आउँदाखेरि कमसेकम त्यहाँ शीत भण्डारको प्रयोग गर्न पायो अरूसँगै अरू प्रकारका सुविधाहरू पायो। र उसको जति हिस्साको आम्दानी छ र उसको श्रमको जति हिस्सा छ, त्यो श्रमको हिस्सा वा प्रतिफल उसले उत्पादन के गर्यो त्यसलाई चाहिँ नि मिलाउन सकिन्छ। यसर्थ यस्ता थुप्रै तरिकाहरू छन् जसले हामी सामाजिक आर्थिक उत्थानलाई, हाम्रो सिँगै समाजको आर्थिक उत्थानको स्थितिलाई छोटो समयमा माथि उठाउन सक्छौँ। र त्यस काममा प्रदेश सरकार, प्रदेशका सदस्यजीहरूले अगुवाई लिनुपर्दछ, क्याम्पेन चलाउनु पर्दछ। गुरु किसान भने जस्तै आफू पहिले गुरु हुन सक्नुपर्दछ, उनीहरूलाई ट्रेनिङ दिन सक्नुपर्दछ, प्रोत्साहित गर्न सक्नुपर्दछ, ट्रेनिङमा पठाउन सक्नुपर्दछ, त्यो गर्नुपर्दछ। यदि प्रदेश सरकारले भन्छ भने, प्रदेश सरकारले दिन्छ भने एक दुईजनाका दरले विभिन्न विषयका तालिमहरू दिन म विदेश पनि मान्छे पठाइदिन सक्छु। त्यो विदेशमा पनि तालिम गरेर उहाँहरूले यहाँ आएर त्यसको लाभ लिन सक्नुहुन्छ। प्रदेश सरकारको निर्देशनमा, मातहतमा उहाँहरूले काम गर्न सक्नुहुन्छ, अरूलाई सिकाउन सक्नुहुन्छ। त त्यस्तो ट्रेनिङका लागि हामी पठाउन सक्छौँ। हाम्रा छिमेकीहरू धेरै अगाडि बढिसके।
उहाँहरूको अनुभव हामी त्यही गएर सिक्न सक्छौँ। अब त्यसमा मन्त्रीको भ्रमणले केही हुँदैन। म प्रधानमन्त्री अहिले थाइल्यान्ड गएँ नि, मजाले हेरेँ, राम्रो गरेको देखेँ। गर्ने कसरी भन्ने त मैले सिकिनँ नि त, राम्रो गरेको देखेँ आएँ। हो यस्तो गर्नलाई चाहिँ फेरि गर्ने मान्छे पठाउनुपर्छ, त्यहाँ काम गर्ने मान्छे चाहियो नि, उसलाई पठाउनुपर्छ त्यहाँ। त्यसो भएर यस्तो पक्षहरूलाई ध्यान दिएर हामी अगाडि बढौँ। हामीले नयाँ प्रणाली ल्याएका छौँ, 10 वर्ष पुगेको छैन। यति छोटो अवधिमा पहिलोपल्ट संविधान बन्ने बित्तिकै म प्रधानमन्त्री भएँ र मैले थुप्रो कानुनहरू, छोटो समयमा थुप्रो कानुनहरू नयाँ निर्माण गर्ने, पुरानालाई संशोधन गर्ने र संविधान सम्मत बनाउने आदि कामलाई अगाडि लगे। अहिले तपाईहरूले जुन कानुनहरू निर्माण गर्नुभएको छ, सङ्घीय कानुनसँग तादात्म्यता खाने गरी जसरी कानुनहरू निर्माण गर्नुभएको छ, म धन्यवाद भन्न चाहन्छु। त्यसले तपाईँहरूको कामको गतिलाई कानुनसम्मत ढङ्गले अगाडि बढ्न अवसर दिन्छ, मौका दिन्छ। तपाईँहरूले यस क्षेत्रमा राम्रो गर्नुभएको छ। केन्द्र यी कुराहरू सबै कुरा, विकासका कामहरू, सामाजिक उत्थानका कामहरू, जागरणका कामहरू, तालिमका कामहरू, शिक्षाका कामहरू, स्वास्थ्यका कामहरू, जनतालाई सेवा डेलिभरी गर्ने कुराहरू, हरेक चिजमा प्रदेशलाई मद्दत गर्न, प्रदेशसँग मिलेर काम गर्न, प्रदेशसँग हातेमालो गरेर काम गर्न सङ्घीय सरकार बिल्कुल तत्पर छ, तयार छ र अग्रसरता लिन्छ। म यसमा तपाईँहरूलाई विश्वस्त पार्न चाहन्छु, ढुक्क रहन आग्रह गर्न चाहन्छु र यस अनुसारका पहल साथीहरूले पनि गर्नुहोस्, म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। नयाँ प्रणाली भएको हुनाले यसको कार्यान्वयनको सन्दर्भमा, विभिन्न समायोजनहरूका सम्बन्धमा, स्रोतहरूको बाँडफाँडका सम्बन्धमा, विभिन्न अनुदानहरूको कस्तो अनुदान कसरी, कुन मात्रामा कस्तो भन्ने कुराहरूको सन्दर्भमा केही व्यवस्थित गरी नसकेका पक्षहरू छन्, कुराहरू छन्। ती कुराहरूलाई हामी समाधान गर्न सक्छौँ। त्यसै कारण मैले कहिले जुमको माध्यमबाट पनि मुख्यमन्त्रीजीहरूसँग परामर्श गर्ने गरेको छु। केही समय अगाडि जुमको माध्यमबाट पनि परामर्श गरेको थिएँ मैले, सातै प्रदेशका मुख्यमन्त्रीजीहरूसँग परामर्श गरेर के कस्तो स्थिति छ र के कसरी अगाडि जाने भनेर। अहिले म यस प्रदेशमा एकदम ठिक समयमा आएको छु कि हामी नीति निर्माणका लागि नीति कार्यक्रम पनि ल्याउँदैछौँ, प्री बजेट डिस्कसन पनि गर्नेवाला छौँ र बजेट पनि प्रस्तुत गर्नेवाला छौँ। वैशाखभित्रै हामी नीति कार्यक्रम, जेठमा हामी बजेट, जेठ 15 गते बजेट प्रस्तुत गर्छौँ। यस बिचमा अहिले देशको स्थिति, कोभिड र त्यसपछिका केही गलत कदमहरू, गलत नीतिहरूको अवलम्बन जस्ता कुराहरूले निकै बिग्रिएको अवस्था हो अर्थतन्त्रको। त्यसलाई अहिले यी केही बितेका 9 महिनामा हामीले निकै सच्याएर लान खोजेका छौँ, सचिएर पनि गएको छ। तर यसरी बिग्रिएको छ कि आम्दानीको बाटो काहीँ नराखेको, तिर्नुपर्ने सबै ठाउँमा बाँकी राखेको, बजेट नभएका ठाउँमा योजनाका लागि स्रोत सुनिश्चित गरिदिएको छ भनेर नभएको स्रोत सुनिश्चित चाहिँ गरिदिएको छ भन्ने कुराहरू राखेर ठेकापट्टा गरेर त्यो त बर्डेन त भयो, दायित्व सिर्जना भयो। त्योभन्दा अप्ठ्यारो कुरा केही हुँदैन। पैसा छैन, तिर्छु भनेर कबुल गरिदिएको छ। पैसा छैन, दिउँला भनेर कबुल गरिदिएको छ। पैसा हुने सम्भावना पनि छैन, तर पनि दिउँला भनेर कबुल गरिदिएको छ। त्यस्ता पक्षहरू छन्। ती पक्षहरूलाई हामीले अहिले न्यून गरेका छौँ र अरबौँ हामीले तिरिसकेका छौँ। अरबौँ होइन, त्यो खरबमा गइसकेका छ। हामीले तिर्न पर्ने बक्यौता तिरेको, अब केही तिर्न बाँकी छ, त्यो पनि हामी तिर्छौँ। र ऋण लगायो भनेर संसारमा सबभन्दा बढी ऋण अनुपातमा बढी ऋण जापानको छ। ऋणको हिसाबले भन्ने हो भने
अरू हाम्रा छिमेकीहरूभन्दा हाम्रो ऋण कम छ। राष्ट्रिय वार्षिक आयको तुलनामा हाम्रो ऋण कम छ, 24-25% तुलनामा होला। राष्ट्रिय आयको 50% ऋणलाई त्यस्तो ठुलो डरलाग्दो मानिँदैन यदि त्यसलाई सावधानीका साथ लिएको छ र प्रयोग गरिएको छ भने। जापानको ऋणको स्थिति हेर्नु हो भने राष्ट्रिय आयभन्दा बढी होला, तर ऊ त विकसित देश छ। विकास चाहिँ गरेपछि त आम्दानी हुन्छ नि त, आम्दानी भएपछि तिर्न सकिन्छ। ऋण हुन्छ भनेर विकास गर्दै गरेन भने त हाम्रो पैसाले विकास गर्ने त सम्भावनै छैन त। त्यसो भएर हामीले साधारण तर्फको खर्च कटाउने, मितव्ययिता अपनाउने, अब प्रशासनिक खर्चमा हौसिया र जे पनि हुन्छ भन्ने, जे पनि गर्दै जाने कुराको सम्भावना छैन। किनभने हामीसँग त्यस प्रकारको स्थिति छैन र 100 रुपियाँको विकासको काम गर्नु छ भने 200 रुपियाँ त्यस विकासको कामका लागि खर्च भइरहेछ। यो अवस्था भनेको कार्यान्वयनमा डबल खर्च हुने अनि त्यसको प्रतिफलका लागि चाहिँ कतिको काम भन्दा 1 करोडको काम गर्नु छ भने 2 करोड खर्च भइराख्ने स्थिति यो उपयुक्त स्थिति होइन। यसलाई हामी सच्याएर जान जरुरी छ। मैले यति भनिसकेपछि म अलिकति पोलिटिकल कुराहरूमा जान चाहन्छु। यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले लडेर ल्याएका हौँ, बलिदानपूर्ण सङ्घर्षबाट ल्याएका हौँ। धेरैको जीवन आहुति गएको छ, धेरै महिलाहरूले वैधव्य बिहोर्नु परेको छ, धेरैले टुराटुरी हुनु परेको छ, धेरै आमा बाउले काख रित्याउनु परेको छ। यस्ता अनेक र यो एक ढङ्गले भन्ने हो भने धेरैका आँसुका बलिन्द्र आँसुका धाराहरूभित्रबाट यो सङ्घर्ष लडेर हामीले ल्याएका हौँ। दुःख कष्टहरूबाट, जेलनेलबाट, निर्वासनबाट, यातनाहरूबाट यो ल्याएका हौँ। अपाङ्गता बिहोरेर यो अवस्था ल्याएका हौँ। अहिले पनि अपाङ्ग व्यक्तिहरू कोही व्हिल चेयरमा छन्, कोही ओर्किन फर्किन सक्दैनन्। त्यस्तो स्थिति भोगिरहेका छन् जनताले। हामीले यो प्रणालीको कुरा गर्दा, यस अवस्थाको कुरा गर्दा हाम्रा वीर शहीदहरूलाई स्मरण गर्नुपर्दछ र म सम्पूर्ण शहीदहरूप्रति अत्यन्तै आदर भावका साथ भावपूर्ण सम्मान र श्रद्धा अर्पण गर्न चाहन्छु। घाइतेहरू अझै पनि छन्, अपाङ्गता भएका व्यक्तिहरू अझै पनि छन्, पीडितहरू अझै पनि छन्। त्यस्ता व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभ होस् कामना गर्न चाहन्छु। सँगसँगै हाम्रा अग्रजहरूलाई उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु जसले यो समाज यहाँ ल्याउनका लागि जागरणको शङ्खघोष गर्नेदेखि लिएर आन्दोलनको अगुवाई गर्नेसम्मका कामहरू गर्नुभयो र आज हामी यहाँ छौँ। उहाँहरूप्रति आदरभाव र सम्मान व्यक्त गर्न चाहन्छु। तर आज अबको कार्यभार, आज हामी जहाँ छौँ यसलाई सुव्यवस्थित गर्ने र अगाडि बढाउने जिम्मेवारी कसको हो? गाउँ खाने कथा जस्तो, गाउँ खाने कथा धेरै साथीहरूलाई अवश्य थाहा होला। राम्रो जति सबै मेरो, नराम्रो जति तेरो भन्ने हुन्छ गाउँ खाने कथामा। कुनै गाउँ लियो भने त्यो गाउँको उद्योग धन्दा मेरो, कल कारखाना मेरो, बन्द व्यापार मेरो, कतिलाई मान्छे मेरो, सबै मेरो, अगतिला तेरा भन्ने हुन्छ गाउँ खाने कथामा। यस्तो गरेर नभए जति अर्काले, भए जति मैले मात्रै भनेर पनि अब अगाडि जाने स्थिति छैन। हामीले विविधताको बिचमा एकता गर्दै सामाजिक न्याय र समानताको सिद्धान्तमा आधारित भएर सहभागितामूलक, समावेशी, समानुपातिक प्रणाली हामीले जो लिएका छौँ त्यस प्रणालीलाई व्यावहारिक रूपमा अझ प्रभावकारी बनाउँदै अगाडि जानु छ। यसो गर्दा हामीले पहिलो कुरा त हामीले सङ्घर्ष गरेर लडेर ल्याएको यो प्रणाली जो श्रेष्ठ प्रणाली हो, उत्तम प्रणाली हो, यस प्रणालीको रक्षा गर्नुपर्दछ। रक्षा अघि नै मैले भने आर्थिक उन्नति, सामाजिक विकास आदि समग्र पक्षहरूमा ध्यान दिएर गरिएन भने यसको रक्षा हुन गाह्रो हुन्छ।
तर राजनीतिक हिसाबले नै हामीले यदि प्रणालीलाई रक्षा गर्न सकेनौँ भने अरू त केही पनि रहँदैन। फेरि प्रणालीले हामीलाई यी अधिकारहरू दिएको हो। यो प्रणाली नआएसम्म प्रदेश सरकार, प्रदेश सभा थियो र त्यो त हुँदैन थियो त। यो यस प्रणालीले हो नि यी चिजहरू ल्याएको। अब यहाँनिर कलिलो अवस्थामा केही कमजोरी होलान् पनि। बच्चा भर्खर बिस्तारै बामे सर्न सिक्छ, अनि उठ्न सिक्छ, उभिन सक्छ, 1-2 पाइला हिँड्न सक्छ। पहिलो पाइला बच्चाले चाल्दाखेरि यति खुसी हुन्छ, त्यो यति खुसी हुन्छ, ढल्छ, तर पनि केही छैन। उसले पहिलो पाइला चाल्यो, 1 पाइला चाल्यो, हाँस्छ ऊ, खिचिचिच गरेर हाँस्छ ऊ कि मैले पहिलो पाइला चाल्न सकेँ भनेर। हामी पहिलो पाइला होइन, एक खालको स्पिडमा गइसकेका छौँ। अब त्यस कारण हामी दुखित हुनुपर्ने कारण छैन, हामी खुसी हुनुपर्दछ। तर यस प्रणालीको सन्दर्भमा मैले अस्ति सङ्घीय संसदमा बोल्दा पनि भने, संविधानप्रति वफादार छु भनेर शपथ ग्रहण गर्ने, अनि संविधान मान्दिनँ भनेर शपथ ग्रहण गरेर बाहिर निस्किएपछि संविधान मान्दिनँ भन्ने, यो खालको तरिका अवलम्बन गर्न हुँदैन। संविधान, यस व्यवस्थालाई व्यवस्थित गर्ने चिज नै संविधान हो, जसले यसलाई व्यवस्थित गर्छ। त्यसकारण त्यस संविधान, अब त्यो संविधान पर्फेक्ट छ त भन्दा संसारभरिका संविधानहरू परिवर्तन भइरहन्छन्। किन भन्दा समयको क्रममा आवश्यकता, माग बढ्दै जाला, अनुभवहरूले संशोधन गर्नुपर्ने देखिएला, त्यसमा परिमार्जन गर्नुपर्ने देखिएला, देखिन्छ। हाम्रोमा पनि देखिएको छ। त्यसकारण हामीले संविधान संशोधन गर्ने भनेका छौँ। संविधान संशोधन यस संविधानलाई कमी कमजोरी रहित प्रभावकारी बनाउनका लागि हो। यो संविधान यस प्रणालीलाई बलियो बनाउनका लागि हो, प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि हो, जनतालाई सहज ढङ्गले सेवा डेलिभरी गर्नका लागि हो, र सुशासन र विकासको गतिलाई अगाडि बढाउनका लागि हो, सामाजिक सद्भाव र एकता कायम गर्नका लागि हो, राष्ट्रिय एकता बनाउनका लागि हो। हाम्रा 2टा छिमेकी मित्रहरू छन्, उनीहरूसँग हाम्रो सुमधुर सम्बन्ध छ। हल्ला गरिरहन्छन्, यहाँ सम्बन्ध बिग्रियो, उहाँ सम्बन्ध बिग्रियो। कहाँ बिग्रियो सम्बन्ध? सँगै सुत्नेले नै खुट्टो बोकाउँछ। अर्कै खाटमा सुतेको मान्छेले अर्कै बेडमा सुतेका मान्छेले खुट्टो बोकाउँदैन नि। सँगै सुतेको मान्छेले चाहिँ खुट्टो बोकाइदिन्छ। खुट्टो हटाऊ भन्नु पर्यो, कुरो सिद्धियो। अब छिमेकमै हुनेको गाई फुकेर बाली खाइदिन्छ, टाढाको मान्छेको गाई खान्छ। जोसँग कारोबार छैन उसँग न मित्रता न शत्रुताको स्थिति हुन्छ, मित्रतै मात्रै हुन्छ। किन? केही लिनु दिनु नै छैन भने के हुन्छ र? त्यहाँ मित्रता मात्रै हुन्छ। जसका घर नजिकै छन् त्यहाँ एउटाको बच्ची अर्को पल्लो घरमा जान्छ, ग्लास फुटाइदिन्छ। पल्लो घरकोले 2टा कुरा सुनाइदिइहाल्छ। कस्तो सिकाएको छ बच्चा बच्चीलाई, ग्लास फुटाउनु हुन्न भन्ने पनि सिकाएको छैन, आम्बाउ कस्ता भनिदिन्छ, सुन्नुपर्छ। उसको बच्चा आउँछ, फेरि अर्को दिन आफ्नोमा प्लेट फुटाइदिन्छ। अस्ति सुनाएको हुनाले पैँचो यताबाट पनि तिरिहाल्नु पर्यो। कस्तो सिकाएको छ? अस्ति त गराउँदै थियो त, ग्लास फुटायो मेरो बच्चीले भनेर। आज त तिम्रो बच्चालाई प्लेट फुटाइदियो, कप फुटाइदियो। के सिकाएको छ? अस्ति त भन्दै थियो। कुरा त आउँछ। यो छिमेकमा भएको हुनाले यस्तो हुन्छ। छिमेकको बच्चा नभएदेखि पल्लो घरमा गएर ग्लास पनि फुटाउँदैन, कप प्लेट पनि फुटाउँदैन। यो छिमेकको कुरा हो। त्यसकारण छिमेकमा यस्ता सानातिना कुराहरू कहिले कहिले आउन सक्छन्। कुरा गर्नुपर्छ। किनिदिनुपर्छ भने प्लेटको किनिदिउँला, भइगयो, चुप लागौँ। ग्लासको दाम तिर्नुपर्छ भने अब बच्चा बच्ची हो, आउँछ जान्छ। बच्चा बच्ची साथी हुन्छन्, खेल्दा खेल्दै फुटाइदिन्छन्। तिम्रोले फुटायो कि मेरोले? त्यो पनि थाहा नहोला।
तर पनि अन्डरस्ट्यान्डिङ राख्नुपर्छ छिमेकमा भएपछि। यो फुटेको प्लेट वा सिसाको ग्लासभन्दा ठुलो हाम्रो छिमेकपन हो, मित्रता हो, समझदारी हो, हाम्रो छोराछोरी हो। त्यसकारण छोराछोरीलाई थप्पड पनि नलाउँ, हामी झगडा पनि नगरौँ। किन बच्चा भनेको यस्तै हुन्छ, सबैको बच्चा उस्तै हो। अस्ति एउटाले ग्लास फुटायो, अर्कोले कप प्लेट फुटायो, यस्तै हुन्छ। कहिले कहिले कुरा केही सानातिना कुराहरू उठेका हुन सक्छन्, तर त्यसको अर्थ सम्बन्ध बिग्रियो भन्ने होइन। थप छलफलको आवश्यकता कहिले कहिले हुन सक्छ। तर हाम्रा दुई छिमेकीहरूसँग हाम्रो असाध्यै राम्रो मित्रता छ र यस मित्रतालाई कसैले बिगार्न पनि सक्दैन। तर जो खुल्ला सिमाना छ, यो खुल्ला सिमानाका नाउँमा जो बेठिक गतिविधि हुने गर्छ त्यसलाई चाहिँ हामीले रोक्नुपर्छ, दुवैतर्फबाट रोक्नुपर्छ। त्यसको सदुपयोग गर्नुपर्छ, खुल्ला सिमानाको दुरुपयोग हुन दिनु हुँदैन। यसमा हामी सतर्क हुनुपर्छ। म पोलिटिकल कुरा गर्दै थिएँ। हामी संविधान संशोधन उपयुक्त समयमा गर्छौँ। त्यसका लागि संविधानमा कस्तो संशोधन गर्ने, के गर्ने आन्तरिक गृह कार्य गर्छौँ, गरि पनि रहेका छौँ। अब एउटा समिति नै बनाएर गर्छौँ। तर त्यो समिति आन्तरिक हुन्छ, त्यो एकदम समाजमा छरेर पहिले संविधान निर्माण गर्ने बेलाको जस्तो होइन। यो चाहिँ संशोधन गर्नका लागि हामीले आफ्नो ढङ्गले एउटा केही वर्कआउट कहाँ कहाँ कस्तो संशोधन भन्ने एउटा ल्याउँछौँ। अनि त्यसपछि अरू साथीहरूलाई पनि त्यसमा सामेल गर्दै जान्छौँ कि कसरी के मामलामा संविधान संशोधन आवश्यक छ, के गर्ने हो भनेर। संविधान संशोधन तरिकासँग गर्नुपर्दछ। यो पेन्डोराको बाकस खोले जस्तो यसले उत्पात हुन्छ भन्छन्। हामीले दुईपल्ट संविधान संशोधन गऱ्यौँ। संविधान जारी गर्दा केही अलिकति मान्छेहरूको असन्तुष्टि थियो। पहिलोपल्ट संविधान संशोधन गर्दा 4 जना मान्छेको असन्तुष्टि रह्यो। दोस्रोपल्ट संविधान संशोधन गर्दा सिङ्गै संसद सर्वसम्मत र एकजुट रह्यो। एकजुट तालमा हुन सक्दैन भन्ने कुरा त होइन रहेछ। दोस्रो संविधान संशोधन हामीले सर्वसम्मतिले गऱ्यौँ। भावनाको कुरा हो, सर्वसम्मति जुटाउने प्रयासको कुरा हो। कति प्रयास गर्ने, कसरी गर्न सकिन्छ प्रयास, त्यो कुरा। संविधान संशोधन नगर्नका लागि किन भन्नु परेको छ? चुप लागे भइहाल्थ्यो, गर्नका लागि हो। तर कुनै भद्रगोल यसबाट सिर्जना गर्न अथवा यो कुनै प्रतिगमनका लागि ढोका खोलिदिनका लागि होइन। अहिले केही प्रतिगामी सोचका शक्तिहरू अब कहाँ राजतन्त्र फेरि ल्याउने भनेर, अहिलेको नयाँ जेनेरेसनले त राजतन्त्र भोगेको छैन, देखेको छैन। त्यसकारण त्यो नयाँ जेनेरेसन के हो राजतन्त्र भनेको भन्ने पनि होला अलिकति। त्यसमा हामीले सुशिक्षित गर्नेछौँ उहाँहरूलाई। तर राजतन्त्र भनेको एउटा सामन्ती प्रणाली हो। जन्मिँदै कोही राजा हुन जन्मिने, कोही रैती हुन जन्मिने भन्ने कुरा आजको 21औं शताब्दीमा सचेत नागरिकले स्वीकार गर्दैनन् र सचेत पोलिटिकल पार्टीहरूले स्वीकार गर्ने प्रश्नै उठ्दैन। त्यसकारण हामी त्यसलाई स्वीकार गर्दैनौँ। गणतन्त्र यस देशको वर्तमान हो, गणतन्त्र यस देशको भविष्य हो। गणतन्त्रभित्र डेमोक्रेसी मौलाउँछ, जहाँ जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन्, नागरिक नै सर्वोच्च हुन्छन्। नागरिक सर्वोच्चता मान्न नसक्ने र नागरिकको सर्वोच्चता भन्दा कुनै व्यक्ति विशेषको, एउटा परिवार विशेषको, घराना विशेषको सर्वोच्चता खोज्ने, वंशानुगत जहानीय सर्वोच्चता खोज्ने पछौटे सोच हो, चिन्तन हो, अवैज्ञानिक सोच हो। त्यस कुरामा देश जान सक्दैन। अहिले देशमा अलिक असहज अप्ठ्यारो परिस्थिति परेकै हुनाले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता देशका ठुला इतिहास बोकेका, योगदान गरेका पार्टीहरू जो प्रतिस्पर्धी ठान्छन् आफूलाई, ती पार्टीहरू हामी एक ठाउँ उभिएर अहिलेका समस्याहरूको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अनेक समस्याहरू छन्। सांस्कृतिक अधोगति पनि भइराखेको छ। यी कुराहरूलाई पनि हामीले सम्बोधन गर्नु छ। यसर्थ
हामी एक ठाउँ मिलेर जानुपर्दछ र समस्याको समाधान गरेर अगाडि जानुपर्दछ। यति बेला देशलाई जोगाउने, मजबुत बनाउने, यसको सार्वभौमसत्ता, यसको स्वाधीनता, यसको भौगोलिक अखण्डता, यसको स्वतन्त्रतालाई अगाडि बढाउने र यसका राष्ट्रिय हितहरूलाई रक्षा सम्वर्धन गर्दै यसको ऐतिहासिक स्वाभिमानलाई कायम गरेर अगाडि बढ्ने कुरा आजको प्रमुख कुरा हो। र देश लोकतन्त्र आएर पनि उन्नतिको बाटोमा तीव्रताका साथ जान नसक्नु राम्रो कुरा हुँदैन। यस कुरालाई ध्यानमा राखेर अहिले दुईटा पार्टी प्रमुख रूपमा सहमत भएर अरू विभिन्न पार्टीहरू पनि मिलेर अहिलेको सत्ता पक्ष बनेको छ। यसमा अरू पनि थुप्रै पार्टीहरू मिलेका छन् र यो समीकरण सरकार बनाउन, सरकार परिवर्तन गर्नका लागि मात्रै होइन, यो देशका समस्या समाधान गर्न र देशलाई अगाडि बढाउनका लागि यो समीकरण बनाइएको। दिनै पछि सरकार फेरिन्छ कि जस्तो खालको अस्थिरताको स्थिति थियो, फेरिरहने स्थिति थियो, दाउपेचको स्थिति थियो, त्यसलाई अन्त्य गर्नका लागि यो समीकरण बनाइएको। अहिले केही मान्छेहरूले सौख जस्तो भएको छ, तिनीहरू पनि थाके। अब यो सरकार बन्नै नदिन कोसिस गर्दै थिए, बन्दैन भन्दै थिए, विश्वासको मत प्राप्त गर्दैन भन्दै थिए। झन्डै 2/3 त नेकपा एमाले र नेपाली काङ्ग्रेससँग मात्रै छ। बहुमतको कुनै कमी छैन। दुईटा पार्टीले सङ्कल्प गरेका छन् कि हामी चुनावसम्म सँगै जान्छौँ, चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँधली रहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछौँ र त्यसपछिको परिस्थिति कस्तो बन्छ विचार गरौँला। अहिले स्थिरता, स्थायित्व, सुशासन र विकास यी चिजका लागि हामी एकजुट हुन्छौँ भनेर दुईटा पार्टीले अठोट गरेका छन् भने यो सरकार ढल्ने त कुरा छोडिदिनुहोस्, हल्लिने पनि हुँदैन। यो हल्लिँदा पनि हल्लिँदैन। अब केही मान्छेहरूमा अलिकति भ्रम हुन सक्दछ। त्यो भ्रम अनुसार जनमतले केही गर्न नसक्ने, चुनावमा जान नसक्ने, चुनावबाट केही गर्न नसक्ने एक थरी तत्त्वहरू छन् जो आगजनी गरेर, मान्छे मारेर, ढुङ्गा हानेर, तोडफोड गरेर, औषधि कारखानाहरू तोडफोड गरेर, आगो लगाएर व्यक्तिका अरू घरहरू, व्यवसायहरू अनि सञ्चार माध्यमहरूका कार्यालयहरू तिनीहरूमा तोडफोड गरेर, व्यक्तिका घर जलाएर, यस्तो वितण्डा मचाएर परिवर्तन ल्याउँछौँ भनेर 2-4 हजार मान्छेहरूको वितण्डा, यस्ता कुराहरूलाई समाजले ग्रहण गर्दैन, यस्ता कुरालाई स्वीकार्य हुँदैन एउटा सभ्य समाजमा। यो अत्यन्तै गलत क्रियाकलाप हो। यो कानुनी कारबाहीको दायराभित्र आउँछ। जोसुकै भए पनि कानुनी कारबाही गरिन्छ। यसमा सरकार दृढ छ। यसमा कोही साथीहरूमा कुनै भ्रम नरहोस्। अहिलेको सरकारले कसैलाई कारबाही गर्दा आग्रह पूर्वाग्रहका साथ यसलाई कारबाही गर्नै पर्छ भनेर गर्ने होइन र यसलाई कारबाही गर्नै हुँदैन भनेर छोड्दा पनि छोड्दैन। कानुनभन्दा माथि पनि कोही हुँदैन र निर्दोष मान्छेलाई प्रतिशोध स्वरूप जस्तो हल्ला गरिन्छ त्यस्तो पनि अहिलेको सरकारले गर्दैन। यो प्रतिशोध लिएर कहीँ पुग्छ भन्ने कुरा, कहीँ पुगिन्छ भन्ने कुरा, राजनीतिमा प्रतिशोध अहिलेको सरकारका लागि यो सिद्धान्त, मान्यता र यसको आचरण विपरीतको कुरा हो। त्यस्ता कुराहरू यो सरकारले गर्दैन। म साथीहरूलाई ढुक्कले विश्वस्त भएर अगाडि बढ्न आग्रह गर्न चाहन्छु। सबै पार्टी सरकारमा हुँदैन। कहिले कोही प्रतिपक्षमा हुन्छ, कहिले कोही प्रतिपक्षमा हुन्छ। प्रतिपक्षमा हुने कुरा र सत्तापक्षमा हुने कुरालाई सहज रूपमा लिनुपर्दछ र प्रतिपक्षमा हुँदा पनि सहिष्णुता राख्नुपर्दछ, सत्तापक्षमा हुँदा पनि सहिष्णुता राख्नुपर्छ, संयम राख्नुपर्छ, धैर्यता राख्नुपर्छ र आफूलाई संविधान र कानुनद्वारा बाँधेर राख्नुपर्दछ। त्यो सबैले पालना गर्नुपर्ने कुरा हो। त्यो गरिएन भने त्यसले एउटा असहज परिस्थिति सिर्जना गर्छ। यसर्थ अहिलेको सरकार कुनै छोटो बुद्धि लिएर, प्रतिशोधी भावनाले, अलोकतान्त्रिक ढङ्गले अधिनायकवाद भन्छन्। कहाँ अधिनायकवाद? किञ्चित कहीँ पनि अधिनायकवाद होइन। कस्ता कस्ता कुरा गाली गरेर जथाभावी गर्दा सरकार चुप लाएर बसिन्छ। जब आगजनीमै उत्रियो, तोडफोड गर्यो, मान्छे मारियो, अनि सरकारले
अब कारबाही त गर्नै पर्ने अवस्था आयो। घटनामा जो संलग्न छ, घटनामा जसले प्रवोक गरेको छ, घटना जसले आयोजना गरेको छ, आयोजना गर्नेहरू, प्रवोक गर्नेहरू र घटनामा संलग्नहरू यथोचित कानुन बमोजिम कारबाहीमा पर्छ। र यस्ता गलत क्रियाकलापहरूलाई छुट हुन सक्दैन डेमोक्रेसीमा। र यस्ता क्रियाकलाप गरेर शान्तिपूर्ण भन्ने, अनि केही पनि भएको थिएन, मान्छे जम्मा हुँदाहुँदै सरकारले अश्रु ग्यास हान्यो, टियर ग्यास हान्यो, के गर्यो, भड्कायो भन्ने खालका झुटा समाचार प्रसारण गर्ने र एउटा भ्रमको खेती गर्ने, त्यस प्रकारका क्रियाकलापहरू, त्यो कुरा पनि सरकार सचेत गराउन चाहन्छ। त्यस्तो झुट खालका अफवाह पनि नफैलाइयोस्। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई विकासको बाटोमा अगाडि लाने कुरामा कृत सङ्कल्पित भएर अगाडि बढेका छौँ। केन्द्र सरकार बढेको छ र हामी सरकारमा भएका पार्टीहरू त्यसै गरी बढेका छौँ र प्रतिपक्ष पनि मूलतः व्यवस्थाको मामलामा, प्रणालीको मामलामा, संविधानको मामलामा यी कुराहरूमा नजिक हामीले पाएका छौँ। यो खुसीको कुरा हो। र कतिपय कुराहरूमा असहमति हुन सक्दछन्, त्यसलाई लोकतान्त्रिक विधि प्रक्रिया मार्फत असहमतिलाई हामीले राख्नुपर्दछ। काफी समय भइसक्यो।